मनले माग्यो भने बनाउनै पर्यो, खानै पर्यो हेर्नु साथीहरू। सो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चो छु। सो साथीहरू, आज चाहिँ के गर्दैछु भने हजुरहरूले त गेस गरिसक्नुभयो होला। आज चाहिँ म मुलाको अचार बनाइरहेको छु साथीहरू। यो चाहिँ मेरो फर्स्ट टाइम हो मुलाको अचार। मलाई त थाहा छैन कसरी बनाउँछन् भनेर, तैपनि म ट्राई गर्दैछु। यदि मैले मिस्टेक गरेछु भने नि तपाईँले कमेन्ट गर्नुहोला, ताकि म नेक्स्ट टाइम बनाउँदाखेरि त्यस्तै गरेर अहिले गरेको गल्ती चाहिँ अर्कोमा नगर्न सकूँ। हजुरहरूले चाहिँ कमेन्ट गरिदिनु होला। हेर्न सक्नुहुन्छ मैले चाहिँ मसलामा के हालेको छु भने रातो खुर्सानी, अनि सौँफ, जिरा, धनियाँ, लाईको दाना, बेसार, तोरीको तेल, नुन हालेको छु। मलाई चाहिँ थाहा छैन कस्तो हुन्छ भन्ने, अब फर्स्ट टाइम बनाएर आएको होइन। कमेन्ट गर्नुहोला कस्तो भइरहेछ भनेर। बेसार हाल्छन् कि हाल्दैनन् मलाई थाहा थिएन, तैपनि मैले हालिदिएँ बेसार। बेसार चाहिँ मुलाको अचारमा हाल्छन् कि हाल्दैनन् साथीहरू कमेन्ट गर्नुहोला। सो मैले त्यसपछि चाहिँ तोरीको तेल हालेँ मजाले। त्यसपछि सफा हातले चाहिँ मजाले मोलेँ। त्यसपछि त मोल्दा चाहिँ मलाई यस्तो मुखमा पानी आइरहेको थियो, गुम खाने मन लागिरहेको थियो। सो साथीहरू, यसमा चाहिँ के धेरै भयो थाहा छैन है, तोरी धेरै भयो कि मसला धेरै भयो कि के भयो थाहा छैन। पुरै मुलाको मसला धेरै देखिरहेको थियो, तैपनि मैले ट्राई गरेर हेरेको, ठिकै थियो, त्यस्तो वाउ थिएन। हल्का तितो जस्तो लाग्यो मलाई, के भएर हो तितो भएको। के गर्ने, फर्स्ट टाइम बनाएको, एडजस्ट गर्नै पर्यो, फाल्नु भएन, यति मेहनतले बनाएको। कमेन्ट गर्नु होला है।